मोरनी बनके मैं तो छम छम नाचू, मैं तो छम छम नाचू सावरिया। हेलो गाइज नमस्कार। म चाहिँ ट्याकको होइन इन्डियामा छ होइन गाइज। तपाईँहरू नमस्कार। ट्याकको अहिले म इन्डियामा छु। हेर्नु गाइज नजाराहरू कस्तो छ ट्याक्कै देख्छु तपाईँहरूले नि। म देखाउँछु तपाईँहरूलाई नजारा। लिप माग्नु लाग्यो लिपै दिएन गाडीले नि। अनि त्यसै कारण यो जिप आएको छ तर यो जिपले हामीलाई त्यतिकै हेरेर गयो। म हिमालको छेउ मलाई गरिम भइसक्यो केटा, गरिम भइरहेको छ कि गरिम भएन भन्ने आयो। हामी चाहिँ उहाँ कम्पनीमा जान लागेको चाहिँ केटाहरू पछाडि छ त्यहाँ 6-7 जना। म चाहिँ त्यहाँको अगाडि हिँडेको। त्यो मुलाहरूले के छाड्छ के छाड्छ र अब खप हो के छाड्छ के छाड्छ। म आफ्नै पारामा ट्याक्क लगाएर हिँड्ने भ्लग बनाउँदै होइन गाइज। तपाईँहरूलाई म हल्का अगाडि गएर भेट्छु। एकछिन तपाईँहरू नजारा हेर्नु होला होइन गाइज। सावन में मोरनी बनके मैं। ट्याक्क लगाएर गाइज म चाहिँ अहिले गेटमा आइपुग्यो। गेट हेर्नु कस्तो छ र म गेट देखाउँछु तपाईँहरूलाई हल्का उता गएर। अलि घाम देखेन होला। गेट चाहिँ बबल छ गाइज होइन ट्याक्क लगाएर। यो गेट चाहिँ हाम्रो इन्डियाको बनाउँदै रहेछ अहिले चाहिँ ट्याक्क लगाएर। यो अब रङ चाहिँ मैले लाउनु पर्ला नि यसमा। ट्याक्क भ्यू हेर्नु गाइज कस्तो छ, बवाल छ कि छैन। मलाई सपोर्ट गर्नु पऱ्यो केटा हो केटाकेटी हो। सपोर्ट गऱ्यो भने ट्याक्क होइन इन्डिया चाइनाको सबतिरको म देखाइदिइरहेको छु तपाईँहरूलाई भ्यू। सास फेर्न गाह्रो छ यता, अक्सिजनको कमी छ, रुख छैन नि त त्यसै कारणले गर्दा होला। रुख हेर्नु एउटा छैन, खालो बाजुवरी कारमा गयो मैयाहरू। तर म जिस्काउँदैन, मलाई डर लाग्छ, भाषै बुझ्दैन मैले यताको, त्यही भएर हो। सास फेर्न गाह्रो छ यता, अक्सिजन हल्का कमी छ यता। हिउ मेरो आँखै दुखिसक्यो हेर्दा म हिउ खेलेर आएको हिजो। मेरो भ्लग चाहिँ ढिलो हुन्छ केटाकेटी हो किनभने मसँग सिम छैन नि त यहाँ इन्डियाको। त्यही कारणले गर्दा हो होइन। सपोर्ट गर्ने मान्छेले ट्याक्क सपोर्ट गर्दै गरौँ। लाइक सेयर सब्सक्राइब एन्ड सेयर गर्दै गरौँ होइन गाइज। ट्याक्क लगाएर हामी चाहिँ अहिले जानु लागेको चाहिँ कुन ठाउँ भने पावर सर्कट मुड हो जानु लागेको ठाउँको नाम चाहिँ। त्यही भन्छ क्या नाम। यहाँको भाषै बुझ्दैन फेरि, खतरा छ भाषा। सोलर यता हेर्नु। मेरो फेरि जुत्ता फेरि थरी लेस छ होइन गाइज। छाया फेरि बवाल देख्छ मलाई। अनि एक लाइभ भ्यू हेर्नु। तपाईँहरूलाई मन परेमा ट्याक्क हेरौँला, नमन परेमा ट्याक्क स्किप हानिदिउँला ओके। ट्याक्क म चाहिँ हिरो पारामा एक्लै बचिरहेको। हिरो देखेको छैन त यस्तो स्टाइलमा हिउँ मजाले टी सर्टमा हिँडिरहेको छ होइन। जागिर फुकाएर यस्तो गरिम भएछ कि हिँड्दा गाडीले लिपै दिएछैन मलाई, किन म गुन्डा जस्तो देख्छु नि त, त्यो भएर होला लिप नदिएको। अनि गाइज ट्याक्क लगाएर तपाईँहरूलाई म एकछिन म त्यहाँ गएर भेटौँला। त्यसपछि अनि अब हेरौँला के हुन्छ होइन। गाइज अहिले ट्याक्क आएर होला हामी ट्याक्क आएर यहाँ पुगिसक्यो होइन। ट्याक्क लगाएर ए केटाहरू अगाडि छ हेरौँ न, म अन्त काल लगेँ। अनि गाइज एउटा कुरा भन्छ है, रमाइलो कुरा। बाटोमा हिँड्दा सुन भेटिदिइरहेको हेर्नु न कस्तो बवाल सुन्छ है। बवाल छैन त सुन, कस्तो छ सुन। कतिमा किन्ने हो केटाहरू भन्नु है। यसको मात्र रेट पनि 2,50,000मा दिन्छु। तपाईँहरूलाई चाहिन्छ भने मेरो सब्सक्राइबर हो भने, नत्र म 5 लाखमा बेच्छु गाइज। थ्याङ्क यू फर वाचिङ। सधैँ हेरिदिनु होला मेरो भिडियो। लाइक कमेन्ट सब्सक्राइब हानिदिनु होला, सेयर पनि गरिदिनु होला गाइज। ट्याक्क लगाएर सेयर गर्दैमा म मनदेखि खुसी हुन्छु। ट्याक्क लगाएर थ्याङ्क यू फर वाचिङ। बाई बाई।